एकदम सुख शान्तिमा बसाउँछन् नि होइन शुक्रका ज्ञानहरू सिकेर होइन सुख विलासिता भनिहालेँ होइन आत्मीयता फ्रेन्डसिप आत्मीयता उसले आत्मीयता पनि गर्छ नि त होइन उसँग सबै शास्त्रको ज्ञान हुन्छ नि त त्यही भएर उसँग कस्तो रिलेसन राख्नुपर्छ के राख्नुपर्छ त्यो सब शुक्रबाट प्रभाव पनि हो होइन सन जोस जागर शक्ति स्ट्रेन्थ पावर त्यो बल होइन त्यो सबै शास्त्र अस्त्र भनिहालेँ धन पनि त्यसमै परिहाल्यो सुखमै परिहाल्यो होइन रूप पनि हो फेरि सुन्दरता पनि हेर्यो अनि कामुक सन्तुष्ट पनि हो कामुक सन्तुष्ट होइन काम मोक्ष होइन त्यो नभए त पुरा हुँदैन नि त होइन धर्मशास्त्र शुक्र त्यही भएर भगवान् एकदम शिव नै हो शिवको शुक्र होइन शुक्र किट अनि त्यही हो जोस यस्तै